सबैलाई नमस्कार। म आज हाम्रो पुरानो घर धारपानी, यसको खास नाम चाहिँ धारपानी हो र यो धारपानीमा योभन्दा पहिला हामीले यहाँ भूकम्पपछि हामीले छोडेर गइसकेपछि यहाँ धेरै चाहिँ जङ्गलहरू भएको, रुख बिरुवाले ढाकेको र योमा सिस्नो उम्रिने थियो र अब यो आफ्नै जन्मभूमिमा कृषि अर्गानिक खेती गर्नुपर्छ भनेर मैले चाहिँ आफै यो सुरु गरेको लगभग 1 वर्ष हुन लाग्यो र अहिले चाहिँ 40वटा मसँग यो ड्रागन फुटको लागि पिलरहरू भरिसकेको छु र कमसेकम 20वटा 30वटा जति ड्रागन फुटहरू पनि लगाइसकेको छु र अन्य बालीहरूमा अब गरेको चिजहरू चाहिँ म अब तपाईलाई यो भिडियो मार्फत देखाउँदैछु। तपाईहरुलाई कस्तो लाग्छ र यो अर्गानिक चीज चाहिँ आफैले उत्पादन गरेर खानुपर्छ भन्दै म यो जे यहाँ गरिरहेको छु त्यो चाहिँ भिडियो मार्फत देखाउने छु। यो चाहिँ अहिले लगाएको यो अङ्गुरको बिरुवा, यो टिमुरको बिरुवा यो फलेको छ। अहिले यो सानो थियो, यो अहिले चाहिँ मोलजोल हालेर यहाँ पुर्याइसकेपछि अहिले फलेको छ। यो चाहिँ हाम्रो भिन्डी भयो, भिन्डी हो यो। अब यतापट्टि आसी चाहिँ यी काँक्रो अहिले फलिरहेको छ। यो ड्रागन फ्रुट पनि यसरी गइरहेको छ। यसरी यतापट्टि आइसकेपछि यहाँ खुर्सानी पनि यसरी फलेको छ। यो अन्तरबाली। अब यहाँ करेलाहरू यसरी फलिरहेका छन्। यी करेला र खास गरेर यो नेपालबाटै लोप हुँदै गइरहेको यो चाहिँ यो काउनो खेती चाहिँ मैले यहाँ गरेको छु। यसलाई चाहिँ भैँराले असाध्यै खाने भयो हुनाले अब यो आज अलिअलि हार्भेस्टिङ पनि गरिरहेको छु र यतापट्टि गइसकेपछि अब यो घिरौँलाको बुट, अब यसरी नै यी काँक्रो यहाँ पनि फलिरहेको छ। यो बुटा पनि फलिरहेको छ। खुर्सानी, यो चाहिँ फर्सीको बुटहरू भयो र सबैभन्दा धेरै चाहिँ अब यो चिचिन्नो फलेर यो चाहिँ लटपत्रै भइरहेको छ। चिचिन्नो एकदमै फलिरहेको हता चाहिँ यहीँ टाउकोमा ठोक्ने यसरी फलिरहेको छ चिचिन्नो। यो भित्र घिरौँलो छ। यो भित्र चाहिँ हलेतो लगाएको छु। यो हलेतो हो। अब त्यसमा चाहिँ अदुवा, तोलट्याङ पुरै अदुवा लगाएको छु। यतापट्टि आइसकेपछि बोडी, यो अब फल्ने बोडी यो फल्न सुरु भइसकेको छ। यहाँ कताकति त फलिरहेको पनि छ। र अब ड्रागन फ्रुटको बिरुवा यो चाहिँ यो सबभन्दा हेर्नु त यहाँ यसरी फलेको छ चिचिन्नो। यहाँ मैले सबैलाई चाहिँ बाँडिरहेको छु। आबेला यसरी चाहिँ तरकारी खाने भनेर टिपेर दिइरहेको छु। यी काँक्रो यता पनि यहाँ यसरी फलिरहेको छ। यहाँ पनि फलेको छ काँक्रा, यहाँ फलिरहेको छ। अब यो सबै यहाँ बोडी नै फलिरहेको छ। त्यो काँक्रो त्यता पनि फलेको छ र काँक्रो अब अर्को वर्ष अब अलिकति बढाउने लक्ष्य छ। र यो जुन ड्रागन फ्रुटको लागि यो पिलर छ, यो गिटी बालुवा ढुङ्गा यी सबै बोक्नेदेखि लिएर बनाउने एउटा मिस्त्रीलाई चाहिँ फर्म बनाउन लाएर यो सबै चाहिँ मैले आफैले बनाएर अनि आफैले खाल्डो खनेर गाडेर यो सारिरहेको छु। अब यो मलाई लाग्छ अब यो वर्ष कोही न कोही एउटा दुईवटा चाहिँ फल्छ भन्ने लाग्छ। अब अरू यो घिरौँला फल्नेवाला छ। माथि पनि घिरौँला फल्दै छ। यहाँ अब काउनो यसरी नै चाहिँ सबैले गऱ्यो भने अब सानो थोरै जमिनमा पनि आफूलाई पुग्ने अर्गानिक खेती गर्न सकिन्छ भन्ने मलाई लाग्यो।
कस्तो लाग्छ सबैलाई चाहिँ यही कृषि कर्म गरौँ आफ्नै देशमा विदेशमा नजाउँ भन्ने सल्लाह दिँदै अब मेरो भनाइ यहाँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। बजार व्यस्त नि यस्तो मैले मात्रै भयो भाइहरू घाँस काटिरहेको बुढी फेरि छोरीहरूले गाली गर्दैन ठुलो 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 जस्तो लाग्छ। मान्छेलाई काँक्रो खाएर पठाउनु परेन, काँक्रो झोला हालेर पठाउनु पऱ्यो। त्यो भएर झोलै लिएर आउनु भनेको थिएँ। कति हो कति हेर्नु त कति खाइसकियो सर। म यहाँ सबैले दिइरहेको छु। अब हामी घरमा बुढाबुढी मात्रै छौँ। अब कति खाने गर्दैन। अब हजुर पनि कति मिठो लाग्छ लाग्दैन यही लाने आज अर्थ केही छैन। छुट्टी हाले छ त्यो